छ हाम्रो गाउँ घुम्नलाई जाउन यति राम्री बहिनीज्यूको परिचय पाउन रमाइलो छ हाम्रो गाउँ घुम्नलाई जाउन स्वच्छ निश्चल शारदा गङ्गामाला छेप्ती मनको इच्छा पुर्याउने काली माटी देउती ए हो सम्झना पौवा पाटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको ए म त सल्यान काली माटीको साँझ बिहान सँगै खाउँला भोजन पोषण मैत्री पालिका हो सबले पाउँछन् पोषण हरेक दिन साँझ बिहान सँगै खाउँला भोजन पोषण मैत्री पालिका हो सबले पाउँछन् पोषण घर घरमा पानी धार पिर छैन कति गाउँ गाउँमा मोटर जान्छ बलेको छ बत्ती ए हो सम्झना पौवा पाटीको हे बहिनीज्यूको घर कता होला म त सल्यान काली माटीको ए बहिनीज्यूको घर कता होला म त सल्यान काली माटीको ए म त सल्यान काली माटीको बिरामिनी हुन्छ होला क्यारे गर्नु उपचार के गरेर खान्छ तनी पाइन्न होला रोजगार बिरामिनी हुन्छ होला क्यारे गर्ने उपचार के गरेर खान्छ तनी पाइन्न होला रोजगार राम्रो घरमा बस्ने पनि होला तिम्रो इच्छा बाल बच्चा होलान् फेरि क्यारे दिन्छौ शिक्षा ए हो सम्झना पौवा पाटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको ए म त काठमाडौँ काली माटीको वडामै छन् स्वास्थ्य चौकी सबै सरकारी सिँचाइ कुलो खेतबारीमा फलाउला तरकारी वडामै छन् स्वास्थ्य चौकी सबै सरकारी सिँचाइ कुलो खेतबारीमा फलाउला तरकारी पालिकाले हटाइदियो घरको खरको छाना छात्रवृत्ति पाउँछन् बच्चा पढ्छन् सबैजना ए हो सम्झना पौवा पाटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको ए म त सल्यान काली माटीको रहन सहन कस्तो होला कस्तो छ त संस्कार काली माटी घुम्नलाई के हो बलियो आधार रहन सहन कस्तो होला कस्तो छ त संस्कार काली माटी घुम्नलाई के हो बलियो आधार के छन् त्यस्ता चिजहरू मलाई दिने चिनो हाम्रो भन्दा के छ फरक मिठो र मसिनो ए हो
माटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको ए म त काठमाडौँ काली माटीको बसेका छन् सबै जात जाति एकता र सभ्यताको प्रतीक काली माटी मिलिजुली बसेका छन् सबै जात जाति एकता र सभ्यताको प्रतीक काली माटी सबको हातमा सिपकला त्यही हो त खोजेको अर्ग्यानिक जडीबुटी पाउँछौ नि रोजेको ये हो सम्झना पौवा पाटीको बहिनी ज्यूको घर कता होला म त सल्यान काली माटीको बहिनी ज्यूको घर कता होला म त सल्यान काली माटीको म त सल्यान काली माटीको आन्तरिक पर्यटनलाई पुर्याउन सहयोग यही बेलामा गर्छु अब मैले सदुपयोग आन्तरिक पर्यटनलाई पुर्याउन सहयोग यही बेलामा गर्छु अब मैले सदुपयोग मङ्सिर पूर्णिमेलामा काली माटी आउँछु सेल्फी खिच्दै ढोरनी पुलमा टिकटक बनाउँछु ए हो सम्झना पौवा पाटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको यो दाजुको घर कता होला म त काठमाडौँ काली माटीको ए म त काठमाडौँ काली माटीको बारी छरे छरे बालुवा पनि हाम्रो गुरुचोर हुँदै सेती खोला रामपुर कति राम्रो भुइँया बारी छरे छरे बालुवा पनि हाम्रो गुरुचोर हुँदै सेती खोला रामपुर कति राम्रो कचुवा दह देउराली कोटी सिमले छहारा आफ्नै भाषा संस्कृति छ कुना कन्दरा ए हो सम्झना पौवा पाटीको बहिनी ज्यूको घर कता होला म त सल्यान काली माटीको बहिनी ज्यूको घर कता होला म त सल्यान काली माटीको म त सल्यान काली माटीको बहिनी ज्यूको परिचय पाउन रमाइलो छ हाम्रो गाउँ घुम्नलाई जाउन यति राम्री बहिनी ज्यूको परिचय पाउन रमाइलो छ हाम्रो गाउँ घुम्नलाई जाउन स्वच्छ निश्चल शारदा गङ्गामाला छेप्ती मनको इच्छा पुर्याउने काली माटी देउती ए हो सम्झना पौवा पाटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको यो बहिनीको घर कता होला म त सल्यान काली माटीको ए म त सल्यान काली माटीको नमस्कार म सल्यान जिल्ला कालीमाटी गाउँपालिका अध्यक्ष दानबहादुर केसी हामी संघीयता स्थापना भइसकेपछि 2074 देखि यो टिम चाहिँ गाउँपालिकामा चाहिँ कार्यरत छ र हामीले
74 देखि कालीमेटी गाउँपालिका क्षेत्रमा गरेका भौतिक पूर्वाधारका कामहरू, सेवा प्रवाहका कामहरू र विभिन्न जनसरकारका विषयहरू र रोजगारसँग सम्बन्धित विषयहरूलाई हामीले यो गीत र भिडियोको माध्यमद्वारा देश विदेशमा चाहिँ पुर्याउन खोजिरहेका छौँ र यो गीत र चाहिँ भिडियोको माध्यमद्वारा प्रस्तुत गरिएको गीतलाई यहाँहरूले भिडियोलाई हेरिदिनु हुनेछ भन्ने हार्दिक अनुरोध गर्दछु। धन्यवाद।